जापान सरकारले के अहिले गाकुसेहरूदेखि लिएर जापानमा जो पनि फरेनरहरू आउँछ नि उनीहरूलाई कस्तो नयाँ रुल्सहरू ल्याएर यस्तो गाह्रो बनाएको छ। कसम यो सानाई ताकाइची सान त कस्तो रहेछ भाइ। म जापानमा आउँदाखेरि पनि जापानले यस्तो धेरै किबिसी गरेको थिएन, गाकुहरूले पनि त्यस्तो धेरै किबिसी गरेको थिएन। म निहोनको गाकुमा हुँदाखेरि पनि हामीलाई के गाकुहरूले त्यस्तो धेरै किबिसी गरेको थिएन कि दुईटा काम नगर चाहिँ भनेर भन्थ्यो। तर यसरी क्लासहरू नै दिएर डेली रूपमा यस्तो नगर त्यस्तो नगर चाहिँ भनेको थिएन कि। यो पल्टबाट त क्या सेन्सीहरू क्लासमा आएर कसले कति काम गरिरहेछ, कति घण्टा काम गरिरहेछ, कस्तो काम गरिरहेछ भनेर सबै खाएको नि गरेको के। गएको फीहरू बुझाउन कति गाह्रो हुन्छ है। अझै म्याक्सिमम नेपालीहरू त लोन लिएर आएको हुन्छ जापान, अनि त्यो लोन तिर्नु पर्ने हुन्छ, कस्तो धेरै प्रेसर हुन्छ नि त। तर पनि अब अहिले जापानले स्ट्रिक्ट गरे अनुसार चाहिँ म चाहिँ दुईटा कामहरू चाहिँ नगर्नु नि भनेर भन्छु। अहिलेको जापानिजहरूको स्लोगन भनेको के हो भन्नु न, निहोन निस्मिताई नारा निहोन नहौरिचो मामोरे भन्नेवाला हो कि। त्यही भएर एकदमै यिनीहरूले स्ट्रिक्ट गरिरहेछ। सबैजना के हो चाहिँ के भन्नुहोस् ल।